अँ, आज यो दुईटा कुरा म छलफल गर्छु। एउटा चाहिँ यो न्युटन्सको क्लक वर्क भनेको ठ्याक्क ठ्याक्क समयमा डिटर्मिनिस्टिक किसिमले काम गर्ने अथवा ठ्याक्कै एक्ज्याक्ट सल्युसनहरू निकाल्ने पद्धति, न्युटन्स क्लक वर्क टु फेनम्यान्स क्यासिनो। फेनम्यानले चाहिँ नि अब त्यो काम गर्ने विधिलाई अथवा नेचरमा भएको प्रोसेसहरूलाई अथवा त्यहाँनिर हामीले कुनै कुरा बुझ्न गर्न खोज्दाखेरि त्यो विधि चाहिँ नि अलिकति क्यासिनो टाइपको हुन्छ। त्यहाँ हामीले अलिकति थोर बहुत चाहिँ नि जुवा पनि खेल्नुपर्ने हुन्छ। क्लक वर्क बाट क्यासिनोमा जाने सम्बन्धमा यो मैले पोस्टुलेट्स अफ क्वान्टम इलेक्ट्रोडाइनामिक्स यो टाइटल हो। जसमा चाहिँ हामी फन्डामेन्टल किन चाहिँ इलेक्ट्रोडाइनामिक्सलाई अथवा इलेक्ट्रोम्याग्नेटिक थियोरीलाई, म्याक्सवेल इक्वेसनलाई यो क्वान्टम ट्रिटमेन्ट चाहियो, किनभने त्यो आफै कम्प्लिट थियो तर पनि पुगेन। किन पुगेन? के प्रब्लमहरू त्यसमा धेरै रह्यो? किन प्रिसिजन लेभल त्यति राम्रो भएन? त्यो सम्बन्धमा कुराकानी गर्छौँ। यहाँ मैले यो कुनै तलाउ अथवा कुनै पोखरी, हामीलाई थाहा छ यो शान्त पोखरी भन्छौँ नि, स्टिल रिभर भन्छौँ अथवा स्टिल पन्ड भनेर भन्छौँ। पोखरी चाहिँ कि साँच्चीकै चाहिने शान्त रहन सक्छ कि सक्दैन? शान्त छ भने त्यहाँनिर हुने, हामीले सानो एउटा ढुङ्गा फ्याँक्यौँ अथवा हातले यसरी हल्लायो भने त्यहाँ वेभ्सहरू आउँछ। त्यो वेभ्सहरू चाहिँ स्मुथ हुन्छन्, तिनीहरू कन्टिन्युस हुन्छन्। र हामीले जुन चाहिने त्यहाँनिर त्यो वेभ्सहरू निकाल्नको लागि हामीले जुन परिश्रम गरेका हुन्छौँ, त्यो परिश्रमले केही न केही काम गर्छ। सानो हामीले कागजको बोट राख्यौँ भने र हातले यसरी पानीलाई हल्लायौँ भने वेभ्सहरू जान्छ, त्यो कन्टिन्युस हुन्छ, स्मुथ हुन्छ र त्यसले गरेर त्यो बोट चाहिँ क्रमशः त्यहाँबाट धकेलिन थाल्छ। यो चाहिँ क्लासिकल क्लक वर्कले यस्तै खालको कुराहरू भन्ने गर्छ। यही सम्बन्धमा क्वान्टम मेकानिक्सले के भन्ने गर्छ भने क्लासिकली चाहिँ नि यो स्टिल रिभर भनेको अथवा स्टिल पन्ड भनेको एकदमै शान्त हुन्छ। त्यसमा जबसम्म हामी बाहिरबाट कुनै कुरा पर्टअप गर्दैनौँ तबसम्म त्यो शान्त हुन्छ। त्यहाँ हामीले कागजको बोट हाल्यौँ, राख्यौँ भने त्यो जाँदैन, त्यो त्यतिकै बसिरहन्छ। जबसम्म हामी त्यहाँ वेभ्सहरू क्रिएट गर्दैनौँ तबसम्म त्यो धकेलिँदैन। तर क्वान्टम मेकानिक्सले के भन्छ भने यो पोखरी अथवा यो जुन फिल्ड छ, यो फिल्ड चाहिँ यस्तो शान्त हुँदैन। शान्त देखिन्छ तर त्यहाँ टाइनी फ्लक्चुएसन्सहरू, पोखरीको विभिन्न तहहरूमा टाइनी फ्लक्चुएसन्सहरू हुन्छन्। तर त्यो फ्लक्चुएसन्सहरूले गरेर कुनै बल्कमा हामीले हेऱ्यौँ भने त्यहाँ चाहिँ नेट फ्लक्चुएसन्स एकदमै न्यूनतम अथवा जिरो हुन सक्ला। त्यसले वेभ्स क्रिएट गर्न नसक्ला, तर टाइनी फ्लक्चुएसन हुन्छ भन्ने कुराहरू गर्छ। त्यही सम्बन्धमा आज हामी अलिकति डिटेलमा पोस्टुलेट्सहरूको कुराकानी गर्छौँ, जुन चाहिँ फन्डामेन्टल कुरा हो। सबभन्दा पहिले त्यो फिल्ड भनेको के हो, क्लासिकल र क्वान्टम भ्यू अलिकति मैले अगाडि भने। त्यही कुरालाई फेरि मैले यहाँनिर अलिकति एक्सप्लेन गर्छु। यहाँ लेखिएको छ, इमेजिन अ पन्ड विच रिप्रेजेन्ट्स इलेक्ट्रोम्याग्नेटिक फिल्ड। सपोज हाम्रो पोखरी चाहिँ इलेक्ट्रोम्याग्नेटिक फिल्ड जस्तो छ। पोखरी मैले एउटा देखाएँ। अब यसमा जब हामी कुनै ढुङ्गा फ्याँक्छौँ अथवा हातले यसरी लहराउँछौँ अनि यसरी वेभ्सहरू क्रिएट हुन्छ है। त्यस्तै हामीले नत्र भने यो शान्त थियो, अगाडि पनि शान्त थियो। यो शान्त अवस्था जुन छ नि, त्यसले चाहिँ जनाउँछ यो क्लासिकल फिल्ड हो भन्ने कुरा जनाउँछ है। र जब हामीले त्यसलाई पानीलाई यसरी चलायौँ, त्यो चलाउँदाखेरि जुन वेभ्सहरू आउँछ त्यो वेभ्सले काम गर्छ। त्यो वेभ्सले हामीले यसरी अ, सानो कागजको ढुङ्गा, कागजको बोटलाई हामीले यहाँनिर राख्यौँ भने वेभ्सले यसलाई ठेल्ने काम गर्छ है।
त्यसै क्लासिकल भ्यू चाहिँ फिलको लागि बुझ्न सकिने एकदमै सिम्पलेस्ट कुरा चाहिँ यही हो. यु क्रिएट अ वेभ बाई मुभिङ युर ह्यान्ड. द वेभ इज स्मुथ एन्ड कन्टिन्युस. स्मुथ एन्ड कन्टिन्युस. इट क्यान हेभ एनी हाइट. अब जस्तो किसिमले हामीले त्यो हल्लाएका छौँ, जत्रो ढुङ्गा फ्याँकेका छौँ, त्यही अनुसारले यसको इनर्जी चाहिँ, हाइट भनेको इनर्जीलाई रिप्रेजेन्ट गर्छ, त्यो हुनसक्छ. इट स्प्रेड्स आउट एन्ड पुसेस अ टोय बोट. Say that toy boat can be a charged particle. इलेक्ट्रोम्याग्नेटिक फिल्ड छ, कुनै एउटा चार्ज पार्टिकल हामीले राख्यौँ भने हामी भन्छौँ नि लरेन्ज फोर्स. त्यो चार्ज पार्टिकलले त्यो फिल्डको प्रेजेन्समा फोर्स एक्सपिरियन्स गर्छ. भनेको त्यो फिल्डको प्रेजेन्समा चार्ज पार्टिकल पुस हुन्छ. त्यो फिल्ड भनेको सर्टेन वेभ्सहरू आइरहेको छ है. क्लासिकल इन्टरप्रिटेसन चाहिँ यति हो. त्यसको लागि म्याक्सवेल इक्वेसन तपाईँले पढ्नुभएको छ, चारवटा म्याक्सवेल इक्वेसन छ. चारवटै इक्वेसनलाई हामीले युनिफाई गऱ्यौँ भने एक खालको फिल्डको इक्वेसनमा कन्भर्ट हुन्छ है. त्यसलाई मैले यहाँ टेन्सर फर्ममा इक्वेसन लेखेँ. डिन्यू एफ न्यू न्यू, यो चाहिँ तपाईँलाई थाहा छ फिल्ड टेन्सर हो है. यहाँ जेन्यू भने चाहिँ करेन्ट डेन्सिटी टेन्सर हो. यसरी चाहिँ यो चाहिँ जी टेन्सर हो. यो दुईटाले रिप्रेजेन्ट गर्छ. यो चाहिँ हामीले ढुङ्गा फ्यालिसकेपछिको अवस्था यसले बताउँछ, इन्टरेक्सनको अवस्था. यो चाहिँ नि स्टिल पन्ड भनेको एकदमै शान्त पोखरीको अवस्था चाहिँ यसले बताउँछ. भनेको इलेक्ट्रोम्याग्नेटिक फिल्ड होमोजिनियस छ, शान्त छ भने रिप्रेजेन्ट यसले गरिदिन्छ. यो चाहिँ अब त्यहाँनिर केही इन्टरेक्सनहरू भइरहेछ, फोर्स फिल्डहरू छ, चार्ज पार्टिकलहरू छ भने यसले रिप्रेजेन्ट गर्छ. यो दुइटाले रिप्रेजेन्ट गर्छ इलेक्ट्रोम्याग्नेटिक वेभलाई. अब क्वान्टम भ्यू चाहिँ अलिकति फरक छ. क्वान्टम भ्यूले के भन्छ भने पन्डको सर्फेस कहिले पनि शान्त हुँदैन. पन्ड सर्फेस इज नेभर स्टिल. इभन it looks calm, tiny, random ripples are everywhere. देख्दाखेरि हामीले टाइनी एकदमै एकदमै फोकस लुक हामीले गऱ्यौँ भने पनि, हेऱ्यौँ भने पनि त्यहाँनिर एकदमै काम देखिन्छ है. टाइनी तर त्यहाँनिर टाइनी ऱ्यान्डम रिपल्सहरू हुन्छन्. त्यसलाई हामी क्वान्टम फ्लक्चुएसन्सहरू भन्छौँ. ऱ्यान्डम रिपल्स आर एभ्रिवेयर. टु मुभ दि टोय बोट, अब यो टाइनी क्वान्टम फ्लक्चुएसन्सले काम गर्न सक्दैन. टु मुभ दि बोट यु निड नट टु मेक अ स्मुथ वेभ. अब त्यहाँनिर अघि हामीले हातले यसरी वेभ क्रिएट गर्थ्यौँ. क्लासिकल इन्टरप्रिटेसन चाहिँ त्यो वेभले, त्यो तरङ्गहरूले चाहिँ बोटलाई ठेलेको हो भनेर भन्छौँ नि. क्लासिकल इलेक्ट्रोम्याग्नेटिजमले भन्छ त्यो. क्वान्टमले के भन्छ भने त्यस्तो खालको तरङ्ग उत्पन्न हुँदैन भन्छ है. कहिले पनि चाहिँ नि काम छैन यो. सर्फेस नेभर स्टिल. क्वान्टम फ्लक्चुएसन्सहरू त्यहाँ हुन्छ. अब बोटलाई, कागजको बोट राख्यो भने त्यो जब धकेलिन्छ, त्यो धकेल्नुको कारण चाहिँ हामीले त्यहाँनिर बोटलाई मुभ गराउनको लागि अ, हामीले स्मुथ वेभ हामीलाई चाहिँदैन. तर के चाहिन्छ भन्दा यु मस्ट थ्रो इन्डिभिजुअल डिस्क्रिट वाटर ड्रपलेट्स. अब यहाँको कन्डिसनमा चाहिँ हामीले केही पानीमाथि वाटर ड्रपलेट्स हामीले थ्रो गर्नुपर्छ. वेभ क्रिएट गर्नको लागि होइन है. त्यो वाटर ड्रपलेट्स हुनसक्छ त्यो फोटोन्स होस् है. फोटोन्स भनेको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन होस् इलेक्ट्रोम्याग्नेटिक फिल्डको केसमा. र त्यो ड्रपलेटको चाहिँ स्पेसिफिक साइज हुन्छ है. जुन पनि खालको जुन पनि साइजको, जति पनि वेटको हुन सक्दैन. त्यही ड्रपलेटले बोटलाई चाहिँ हिट गर्छ र बोट चाहिँ मुभ हुन्छ. र बोट कतातिर मुभ हुन्छ, कुन डिरेक्सनमा मुभ हुने, कुन स्पिडमा मुभ हुने भन्ने कुरा चाहिँ हामी प्रिडिक्ट गर्न सक्छौँ. हामी त्यसको प्रोभाबिलिटी निकाल्न सक्छौँ. कति कम्प्लिकेटेड कुरा भन्यो. क्लासिकलले भन्यो वेभ्सले गर्दा हामीले हात हल्लाउँछौँ, पानीमा ढुङ्गा फ्याँक्छौँ, त्यसको तरङ्गले गरेर यो बोट, टोय बोट चाहिँ मुभ हुन्छ, धकेलिन्छ. क्वान्टमले भन्यो त्यसो होइन. पोखरी कहिले पनि शान्त हुँदैन. टाइनी क्वान्टम प्राइमोरियल फ्लक्चुएसन्सहरू, क्वान्टम फ्लक्चुएसन्सहरू हुन्छन्.
र त्यसैले त्यो बोटलाई हिँडाउनको लागि तिमीले त्यहाँनिर वाटर ड्रपलेट्स, डिस्क्रिट वाटर ड्रपलेट्स ड्रप गर्नुपर्छ है। त्यो ड्रप गर्ने ड्रपलेटको चाहिँ साइजहरू स्पेसिफिक हुन्छ र उसले चाहिँ बोटलाई हिट गर्छ। तरङ्ग उत्पन्न हुन दिँदैन, बोटलाई हिट गर्छ, बोट धकेलिन्छ, तरङ्ग निस्किँदैन भन्छ है। अ, र त्यो बोट जब धकेलिन्छ, त्यो धकेलिँदाखेरि उसको कति गतिमा जान्छ, त्यो कुन डिरेक्सनमा जान्छ भन्ने कुराहरू हामी क्यालकुलेट गर्न सक्छौँ, मेजर गर्न सक्छौँ भन्छ है। अब यो क्वान्टम इलेक्ट्रोडाइनामिक्सको भ्यू सुरुमा शान्त पोखरी भन्यो नि, यो इक्वेसनले दिन्छ भने शान्त एउटा ढुङ्गा ड्रप गर्यो भने यो इक्वेसनले दिन्छ, यो क्लासिकल भ्यू भयो। क्वान्टम भ्यू चाहिँ यो इक्वेसन हो, यसलाई हामी डिरेक्ट इक्वेसन भन्छौँ। यो इक्वेसन अनुसारको पोखरी स्टिल हुँदैन, शान्त हुँदैन, त्यहाँ टाइनी ऱ्यान्डम रिपल्सहरू हुन्छन् र हामीले त्यो रिपल्सहरूलाई कुनै लोकल कुनै एउटा एरियामा नेट रिपल क्यालकुलेट गऱ्यो भने त्यो नेट रिपल भ्यानिसिङ हुनसक्छ, जिरोतिर जान सक्छ, तर रिपल्सहरू टाइनी रिपल्सहरू हुन्छन्। त्यसैले बोटलाई मुभ गराउनको लागि त्यहाँ हामीले एउटा फोटोन्स ड्रप गर्नुपर्छ अथवा डिस्क्रिट प्याकेट अफ इनर्जी, बन्डल अफ इनर्जी ड्रप गर्नुपर्छ। यसरी अ, दुईटाको मेन डिफरेन्स यो हो। अब अब यो आज अब हामी 20 मिनट जति डिस्कस गर्छौँ होला। यसको हाम्रो मेन टार्गेट चाहिँ पोस्टुलेट्स अफ क्वान्टम इलेक्ट्रोडायनामिक्स भनेको अघि हामीले जुन शान्त रहँदैन पोखरी, त्यहाँ टाइनी रिपल्सहरू हुन्छन्, टाइनी फ्लक्चुएसन्सहरू हुन्छ र हामीले कुनै पनि त्यहाँ काम गर्नको लागि केही इनर्जीको प्याकेट त्यहाँ ड्रप गर्नुपर्छ, त्यो ट्रिटमेन्ट, त्यो फर्मुलेसनको आधारहरू छन्। त्यो आधारहरू मात्रै आज एक्सप्लेन गर्ने टार्गेट हो है। क्वान्टम इलेक्ट्रोडायनामिक्स इज द रिलेटिभिस्टिक क्वान्टम फिल्ड थ्योरी, relativistic quantum field theory that describes how light and matter interact है। फेनम्यानले एउटा किताब लेख्नु भएको छ, त्यसको नाम हो स्ट्रेन्ज थ्योरी अफ लाइट एन्ड स्ट्रेन्ज थ्योरी अफ लाइट एन्ड म्याटर। त्यो क्युइडीको हो, that describes how light, and light means electromagnetic radiation, and matter interact. Its framework is built on a few core principles that is called postulates. And there are 6 postulates of quantum electrodynamics. यो 6 वटा postulates जुन हामी अन्डर ग्रेजुएट लेभलमा, ब्याचलर लेभलमा संसारभरि पढाइ हुन्छ, र हाम्रो यहाँ नेपालमा अथवा भारतका केही विश्वविद्यालयमा चाहिँ मास्टर्स लेभलमा यो पोस्टुलेट्सहरू पढाइ हुन्छ है। र यो अझ वेस्टर्न वर्ल्डमा गयौँ भने साइन्स फिक्सनमा पनि, इभन लेम्यानको लागि पनि कसरी बुझ्ने भनेर धेरै नोभेलहरू, धेरै बुकहरू लेखिएका छन्, पपुलर बुकहरू लेखिएका छन्। सो दिस इज नट ओन्ली फर स्टुडेन्ट्स, फिजिक्स स्टुडेन्ट, दिस इज फर एभ्री वान। ओके, सो यो 6 वटा पोस्टुलेट जुन मैले यहाँ लेखेँ, पहिलो चाहिँ क्वान्टाइजेसन अफ फिल्ड, फिल्ड पनि क्वान्टाइज हुन्छ भन्ने कन्सेप्ट म एक्सप्लेन गर्छु एउटा एउटा स्लाइडमा। दोस्रो चाहिँ म्याटर एज ए क्वान्टम फिल्ड, म्याटर चाहिँ फिल्ड हो, फिल्डको पार्ट हो। अर्को एउटा छ, यो एकदमै इम्पोर्टेन्ट कन्सेप्ट हो र डिफिकल्ट कन्सेप्ट, आई विल ट्राई टु एक्सप्लेन इट, गेज इन्भ्यारिएन्स एन्ड लेग्रेन्जियन फर्मुलेसन। ओके, एन्ड फोर्थ इज, दिस इज नट भेरी डिफिकल्ट, दिस इज द रोल अफ कपलिङ कन्स्ट्यान्ट। यो म एक्सप्लेन गर्छु र यो एउटा एकदमै बुझ्नुपर्ने कुरा र धेरै धेरै गाह्रो छैन, पाथ इन्टेग्रल एन्ड प्रोभाबिलिटी एम्प्लिट्युड्स, यो पनि। र यो एउटा एकदमै इन्ट्रेस्टिङ र बुझ्नलाई अलिकति अप्ठ्यारो, जस्तो मैले गेज इन्भ्यारिएन्स छ भने त्यस्तै रिनर्मलाइजेसनको कुरा छ, यसलाई पनि म ट्राई गर्छु बुझाउनलाई। ओके, सो फर्स्ट इज क्वान्टाइजेसन अफ फिल्ड। क्वान्टम फिल्ड थ्योरीले के भन्छ भने इलेक्ट्रोम्याग्नेटिक फिल्ड जुन छ, हामीले अब इलेक्ट्रोम्याग्नेटिक फिल्डको लागि डिस्कस गरिरहेछौँ, यो क्वान्टम इलेक्ट्रोडाइनामिक्स भएको हुनाले है। इलेक्ट्रोम्याग्नेटिक फिल्ड इज नट अ क्लासिकल वेभ अफ क्वान्टम फिल्ड। यो अघि हामीले भनेको जस्तो क्लासिकल वेभ जुन हामी स्कुलको स्टुडेन्टलाई पढाउँछौँ नि, इलेक्ट्रिक फिल्ड कम्पोनेन्ट, म्याग्नेटिक फिल्ड कम्पोनेन्ट, यहाँ मैले अलिकति
भिडियो अन गरेँ, इलेक्ट्रिक फिल्ड कम्पोनेन्ट जुन चाहिँ यसरी इलेक्ट्रिक फिल्ड कम्पोनेन्ट र सिनुसोइडल जान्छ, म्याग्नेटिक फिल्ड कम्पोनेन्ट अपोजिट डिरेक्सनमा जान्छ है। इलेक्ट्रिक फिल्ड यसरी गयो भने म्याग्नेटिक फिल्ड यही डिरेक्सनमा जान्छ र यसको फेज पनि सिमिल्टेनियसली चेन्ज हुन्छ। अदरवाइज देयर इज नो इन्टरेक्सन। इन्टरेक्सन हुँदा फेज चेन्ज हुनसक्छ है। इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड डिफ्रेन्ट डिरेक्सनमा कम्पोनेन्टहरू चेन्ज हुँदै जान्छ र यसको पोइन्टिङ भेक्टर डिरेक्सन चाहिँ अर्को डिरेक्सनमा हुन्छ। यो वेभ लाइक चाहिने बनाउँछ। यसले के भन्छ भने फर्स्ट पोस्टुलेटले त्यस्तो हुँदैन भन्छ। इलेक्ट्रोम्याग्नेटिक फिल्ड इज नट अ क्लासिकल वेभ बट अ क्वान्टम फिल्ड। इट्स फन्डामेन्टल एक्साइटेसन यस्तो खालको फिल्ड हो। त्यो फिल्डमा भएको फन्डामेन्टल एक्साइटेसन्सहरू जुन हुन्छ त्यो डिस्क्रिट हुन्छ। त्यो चाहिँ पार्टिकल लाइक प्याकेट अफ इनर्जी हुन्छ। जस्तो फोटोन पनि इलेक्ट्रोम्याग्नेटिक फिल्डमा रहने जुन फोटोन हुन्छ नि त्यो पनि फन्डामेन्टल एक्साइटेसन्सहरू। तिनीहरूलाई गज बोजोन भन्छ है। फर द इलेक्ट्रोम्याग्नेटिक फोर्स फोर्स छ भने पोइन्टिङ भेक्टरको डिरेक्सनमा गएको छ भने त्यसलाई हामी गज बोजोन भन्छ। त्यसरी इट्स अ क्वान्टम फिल्ड इज एक्चुअली फन्डामेन्टल एक्साइटेसन्स विच आर डिस्क्रिट particle like packets of energy that is called photon. Okay. कन्टिन्युस हुँदैन, स्मुथ हुँदैन। यसको इम्प्लिकेसन्स अब यो हामीलाई थाहा भएको कुरा हो। इनर्जी एक्सचेन्ज जुन गर्छ नि फिल्डले म्याटरसँग अथवा म्याटरले फिल्डसँग त्यो चाहिँ फिक्स एमाउन्टमा हुन्छ। यो हामी सबैलाई थाहा छ। बोर्स मोडेलले पनि भनेको कुरा यहाँ भने हो, खालि रिभाइज अलिकति रिफाइन ल्याङ्ग्वेजमा मात्रै हो। इनर्जी एक्सचेन्ज बिट्विन द फिल्ड एन्ड म्याटर like electrons, you can visualize matter as electron. Field and matter happens in discrete amounts. Exchange in discrete amount bounds. That's why we call it quanta. For example, an atom absorbs or emits light by absorbing or emitting a photon with energy equals to the exact difference between the energy levels. That we know this. Okay, so uh, first is quantization of field. This means field is nothing that is fundamental excitations of discrete particles, discrete packets of energy or particles. Okay, this is the first postulates, which is also the postulates of quantum mechanics, somehow in little bit different language. Okay. Uh, Second postulate, matter as a quantum field. म्याटर जुन हुन्छ नि कुनै पदार्थहरू हुन्छ त्यो पदार्थ पनि फिल्ड हो। त्यो पदार्थ पदार्थ होइन। इलेक्ट्रोन पनि एक्साइटेसन अफ फिल्ड है। त्यसैलाई अलिकति इलाबोरेट गराएको छ। यसले के भन्छ भने म्याटर एज ए फिल्ड भनेको पार्टिकल्स लाइक इलेक्ट्रोन्स आर अल्सो मेनिफेस्टेसन्स अफ क्वान्टम फिल्ड। Electrons are not particle. It is a manifestation of quantum field and given by Dirac equation. डिरेक्ट फिल्ड डिरेक्टली दिनुभएको इक्वेसन अनुसारको फिल्डमा भएको एक्साइटेसनहरू क्वान्टम एक्साइटेसनहरू पार्टिकल। इलेक्ट्रोन पनि क्वान्टम एक्साइटेसन हो, प्रोटोन पनि क्वान्टम एक्साइटेसन हो। अरू पनि पार्टिकल्सहरू जो चाहिँ इलेक्ट्रोम्याग्नेटिक फिल्डसँग इन्ट्रेक्सन गर्छ तिनीहरू सबै एक्साइटेसन्सहरू हुन्। ओके, सो दिस इक्वेसन इज कल्ड डिरेक इक्वेसन। तपाईँहरूले पढ्नुहुन्छ, मैले यसलाई एक्सप्लेन गरिनँ अहिले। दिस इज कल्ड गामा म्याट्रिक्स. It gives the direction if it is under transformation. Otherwise, it has no directions. Okay. The del nu minus m is the mass of the rest mass of the particle. This is the wave function that you know. This is the same wave function that you have or you understand in Schrödinger equation. यो चाहिँ नि त्यो फिल्डकोमा भएको क्वान्टम फिल्डमा पार्टिकल जब ड्रप गरिसकेपछि भनौँ अब त्यो फिल्डमा चाहिँ नि टाइनी फ्लक्चुएसन मात्रै छ, एक्साइटेसन्सहरू छैन भने इन्ट्रेक्सन भएको छैन। इन्ट्रेक्सन भयो भने इलेक्ट्रोन त्यहाँ राख्यौँ भने त्यो इलेक्ट्रोन राख्दाखेरि अब त्यो होलसमको होलिस्टिक त्यहाँ लग्रान्जियन चाहिन्छ काम गर्नको लागि। त्यो लग्रान्जियन चाहिँ यो इक्वेसन। ओके, सो particles like electrons are also manifestation of quantum fields. That is the Dirac field. The electron is the quantum excitation of this field. Okay, so this incorporates quantum mechanics from the start.
हामीले जो क्वान्टम मेकानिक्स सुरुदेखि पढाएको छौँ नि, यो स्कुल लेभलदेखि भन्छौँ, 11 12मा होला, ब्याचलर लेभलमा प्रशस्त छ। पार्टिकल्स हेभ वेभ लाइक वेभ लाइक प्रोपर्टिज। यो हामी तपाईँले ड्युल क्यारेक्टर भनेर पढ्नु भएको छ। एन्ड देयर बिहेभियर इज डिस्क्राइब बाई प्रोभाबिलिटी एम्प्लिच्युड। सोरिन्जर इक्वेसन, नन रिलेटिभिस्टिक क्वान्टम, बेसिक क्वान्टम मेकानिक्स पढेकोहरूलाई थाहा छ यो। त्यहाँनिर बिहेभियर चाहिँ हामी प्रोभाबिलिटी एम्प्लिच्युडबाट क्यालकुलेट गर्छौँ। प्रोभाबिलिटी एम्प्लिच्युड हामी वेभ फङ्सनको थ्रुबाट निकाल्छौँ। That obey Dirac equation. In this case, the relativistic version of Schrodinger equation is Dirac equation. This is simply the relativistic version of Schrodinger equation. Okay. अब तर यहाँ इन्ट्रेस्टिङ कुरा के भन्छ भने क्वान्टम मेकानिक्समा अथवा क्वान्टम फिल्डमा प्रोभाबिलिटी जुन हुन्छ नि, प्रोभाबिलिटी चाहिँ वेभ फङ्सनको मोडुलस स्क्वायर हो। यो चाहिँ प्रोभाबिलिटी चाहिँ डिस्क्रिट हुन्छ। भनेको एउटा बाटोबाट एक किसिमले काम गर्दाखेरि यो प्रोभाबिलिटी होला, यो थोरै छ है, 10% 15% होला। अर्को किसिमले काम गर्दा यो अप्टिमलमा पुग्ला। अझ धेरै इलेक्ट्रोनहरूले काम गर्न थाल्यो भने धेरै काम चाहिँ यहाँ थ्रुबाट होला। यसरी एक खालको स्पेक्ट्रम छ है, डिस्क्रिट बिहेभियरदेखि। यसलाई फर्दर हामी फेरि यसलाई रिबिनिङ गऱ्यो भने सेभरल हिस्टोग्राम्सहरू हुनसक्छ। ओके, now we move to the third one. This is not very easy, but I will try my best to explain it. Okay, let me go. Okay. Gauss invariance अर्को स्लाइडमा एक्सप्लेन गर्छु, खालि मैले अहिले रिड आउट गरेँ। दिस इज द थर्ड पोस्टुलेट। The fundamental equations of quantum electrodynamics are derived from Lagrangian density. अघि हामीले अहिले थोरै कुरा गरेर देखायौँ पनि है। This Lagrangian is constructed to be invariant. जुन हामी काम गराउँछौँ नि लग्रान्जियनको थ्रुबाट, त्यो काम गराइ चाहिँ इन्भ्यारिएन्ट हुनुपर्छ। र यहाँनिर एउटा ग्रिनमा चाहिने वर्ड्सहरू छन्। कस्तो खालको इन्भ्यारिएन्ट हुनुपर्छ भन्दा, द्याट सुड बी लोकल, द्याट सुड बी U1, and that transformation should be Gauss transformation, Gauss-like transformation. Means this Lagrangian is constructed to be invariant under local U1 Gauss transformations. This is a mathematical way of saying that physics shouldn't change. है, भ्यालु shouldn't change. भ्यालु चाहिँ चेन्ज हुनु हुँदैन है। इफ यु चेन्ज द फेज अफ द इलेक्ट्रोन्स वेभ फङ्सन, तपाईँले कुनै कुरा चेन्ज गर्न खोज्नुभयो तर ओभरअल होलिस्टिक भ्यालु चेन्ज हुनु हुँदैन। त्यसलाई मेन्टेन गरेर चेन्ज हुनुपर्छ है। यसैलाई मैले थोरै एक्सप्लेन गर्न खोजेँ। अर्को स्लाइडमा प्रोभाब्ली आई विल गो टु द्याट स्लाइड एन्ड आई विल कम ब्याक टु फ्रम द्याट स्लाइड। पहिले त्यो स्लाइडमा जाउँ। ओके, सो वाट इज लोकल U1 गज ट्रान्सफर्मेसन? यसलाई बुझ्ने ट्राई गरौँ। एकदमै सजिलो किसिमले मैले केही एटेम्प्ट केही ट्राई गरेको छु। सपोज यु हेभ अ भेरी लार्ज नम्बर अफ कम्पास। तपाईँसँग धेरै कम्पासहरू छ। सबै कम्पासलाई तपाईँले जस्ट एउटा पर्टिकुलर डिरेक्सनमा अलाइन गर्नु है। दिस इज समवाट लाइक अ फिल्ड, समवाट लाइक अ क्लासिकल फिल्ड। तर कम्पास थरथराउँछ, त्यहाँ राख्दाखेरि पनि नर्थ साउथ पोल हो भने त्यो भाइब्रेट हुन्छ अलिकति। द्याट इज, यु क्यान एजुम द्याट इज क्वान्टम फ्लक्चुएसन्स। तर फ्लक्चुएसन भए पनि सबैको डिरेक्सन यसै गरी एक्ज्याक्ट चाहिने एउटै डिरेक्सनमा यो फैलिया छ। अब तपाईँलाई आवश्यक पर्यो कुनै पर्टिकुलर कुनै पर्टिकुलर ठाउँमा ओके, कुनै पर्टिकुलर ठाउँमा जब सपोज भनौँ यो कम्पासलाई तपाईँले चाहिँ यसलाई यो तानेर यतातिर ल्याउन मन लाग्यो, यन भएको लाइनमा अथवा यीतिर ल्याउन मन लाग्यो, त ल्याउनु पर्ने अवस्था आयो। लोकली तपाईँले यसलाई चाहिँ चेन्ज गर्नुपर्ने अवस्था आयो लोकली। भनेदेखि के हुन्छ, यो मात्रै तपाईँले चेन्ज गर्नै सक्नुहुन्न, गस ट्रान्सफर्मेसनले अलाउ गर्दैन। उसले के भन्छ भने तपाईँले यसलाई चेन्ज गर्नुहुन्छ अथवा कुनै चेन्ज भइरहेको छ भने त्यो चेन्ज सँगसँगै यो चेन्ज भइरहेको छ। सपोज यो चाहिँ यो डिरेक्सनमा तपाईँलाई चाहिएको छ,
अथवा यो डिरेक्सनमा कुनै प्रोसेसको लागि चाहिएको छ, तपाईँले ड्रप त्यो किसिमले गर्नुभएको छ। एक्साइटेसन्सहरू, फन्डामेन्टल एक्साइटेसन त्यो किसिमले भएको छ भने यसको नेबरमा भएका छन् नि, नेबर यसको यो मात्रै पनि हुनसक्छ है, नेबर अब अझै ठुलो पनि हुनसक्छ, यसलाई लिया पनि हुनसक्छ, अथवा अदरवाइज यो पुरै यो 9वटा हुनसक्छ, अरू पनि यसरी पनि जान सक्छ। यसको नेबरमा भएको जुन कम्पासहरू छ त्यो कम्पासहरूले रिएडजस्ट गर्नुपर्छ है। त्यसलाई हामी भन्छौँ रिएडजस्ट गर्ने भने कनेक्सन, नेबरको कनेक्सनले गरेर फारको नेबरसँगै मिल्नुपर्छ। अल्टिमेटली नेट डिरेक्सन सुड अलाइन विथ अल है। यस त्यस्तो खालको ट्रान्सफर्मेसन सिस्टममा भयो भने त्यसलाई हामी भन्छौँ गज फिल्ड भन्छौँ। सो द कनेक्टिभिटी सुड बी मेन्टेन्ड बाई द गज फिल्ड। कहीँ पनि केही सानो केही पर्टरभेसन तपाईँले अप्लाई गर्नुभयो, फिल्डमा एक्साइटेसन्सहरू आयो भने त्यो गस फिल्ड जस्तो त्यो फिल्डले काम गर्नुपर्छ। अल्टिमेटली नेट इफेक्ट चाहिँ सेम हुनुपर्छ। दिस इज कल्ड क्लक एनालगी। दिस इज द मेजर प्रोपर्टिज अफ दिस इज युवन के हो। युवन के हो भने युवन भनेको इलेक्ट्रोम्याग्नेटिक फिल्डको लागि इलेक्ट्रोम्याग्नेटिक। ओके, म लोकल युवन गज ट्रान्सफर्मेसनको कुराकानी गरिरहेको थिएँ है। अ, अब यसमा यस्तो खालको फिल्ड जुन फिल्डमा चाहिँ लोकल इफेक्ट हुन्छ नि, त्यो लोकल इफेक्टलाई न्युट्रलाइज गर्ने कनेक्सनहरू हुन्छ, त्यस्तो खालको फिल्डलाई लोकल युवन गज ट्रान्सफर्मेसन भनेर भन्छौँ। अघि मैले एक्सप्लेन गरेको थिएँ, यो कम्पासको निडलले चाहिँ एउटै डिरेक्सन देखाउँछ। हामीले कुनै एउटा पर्टिकुलर कम्पासलाई हामीले अर्को डिरेक्सनमा हामीले गऱ्यौँ अथवा कुनै प्रोसेसले नेचुरली गरिदियो, अथवा इलेक्ट्रोम्याग्नेटिक फिल्डमा इलेक्ट्रोनले इन्टरेक्ट गर्यो, पर्टिकुलर ठाउँमा इन्टरेक्ट गर्दाखेरि लोकली त्यसको इलेक्ट्रोनको फेज चेन्ज भयो है, वेभ फङ्सनले फेज चेन्ज गरायो भने त्यो फेज चेन्ज गराउने रिजनमा लोकल कनेक्सनहरू हुने गर्छ। त्यो कनेक्सनले गरेर अल्टिमेटली यो होल फिल्डको जुन फिजिक्स छ, बिहेभियर छ, बिहेभियरलाई चाहिँ यसले मेन्टेन गर्छ, त्यही बनाएर राख्छ। त्यस्तै यहाँ एउटा अर्को इन्ट्रेस्टिङ इक्जाम्पल कम्पास एनालगी भन्दा गएर यो चाहिँ मनी एनालगी भनेर भन्छौँ। माथि कम्पास एनालगी छ है। सपोज भनौँ हामीलाई थाहा छ हाम्रो विभिन्न देशहरूमा चाहिँ आफ्नो आफ्नो करेन्सी हुन्छ, र भ्यालु अफ मनी, मनीको जुन भ्यालु छ अथवा करेन्सीको जुन भ्यालु छ त्यो चाहिँ फिजिकल हुन्छ है। त्यो भ्यालु सपोज साई स्क्वायर हो, त्यो भ्यालुज कुनै एउटा निकाल्ने भनेको प्रोभाबिलिटीबाट निकाल्ने गरिन्छ। त्यो भ्यालुज जुन डिफ्रेन्ट करेन्सिजहरूको जुन भ्यालु छ नि, हामीले कुनै एउटा ठाउँमा गयौँ, अब हामीले चोइस अफ करेन्सी कुनै एउटा देशमा अथवा कुनै सिटीमा हामीले कुनै एउटा करेन्सी लिएर त्यो त्यहाँ केही खरिद गर्छौँ। त्यही कुरा खरिद गर्नलाई अर्को ठाउँमा गयौँ भने हामीले अर्को करेन्सी युज गरौँला, इन्डियन करेन्सी, डलर, युरो, ऐनहरू, अथवा फ्रेन्च फ्र्याङ्क, त्यहाँ त युरो नै छ, जस्तै स्विस फ्र्याङ्क, यसरी डिफ्रेन्ट करेन्सीहरू हुन सक्छन् है। डिफ्रेन्ट करेन्सीहरू हामी डिफ्रेन्ट ठाउँमा सेम भ्यालुजको लागि लिन सक्छौँ। तर त्यो लिँदाखेरि हामीसँग करेन्सीको बिचको जुन बिचलाई ब्रिज अप गर्ने जुन हुन्छ त्यसलाई हामी एक्सचेन्ज रेट भन्छौँ, त्यो चाहिँ हुनुपर्छ। त्यो एक्सचेन्ज रेटले काम गरिदिन्छ। हरेक दिन नेपाल राष्ट्र ब्याङ्कले अथवा ग्लोबल ब्याङ्कहरूले हरेक दिन अथवा हरेक समयमा चाहिँ एक्सचेन्ज रेट चाहिँ पब्लिस गरेर हुन्छ नि, त्यो चाहिँ गेज फिल्ड हो त्यो है। यो चाहिँ भ्यालु अफ मनी करेन्सीको त्यसलाई फिजिकल राख्नको लागि गेज फिल्ड बनाएको चाहिँ एक्सचेन्ज रेटले। यहाँ चाहिँ सम सर्ट अफ कनेक्टिभिटी हुनसक्छ। यसरी मैले केही इक्जाम्पल दिन खोजेँ। So the third postulate says this is the fourth postulate. I will go back to that slide. पहिले back मै जाउँ। ओके, ब्याकमा जान सकिएन।
Okay, let's go back. Okay, so this is Uh, I'll read it out again. The fundamental equations of QED are derived from Lagrangian density. The Lagrangian is constructed to be invariant under local UN Gauss transformation. This is a mathematical way of saying that the physics should not change. If you change the phase of the electron's wave function at every point in space in a very specific way. Okay, uh, यहाँ मैले अघिकै त्यो लाग्रान्जियनको एक्सप्रेसन यहाँनिर राखेँ यो दुइटा इक्वेसन अघि हामीले राखेका थियौँ एकदमै शान्त काम फन्डको अथवा भनौँ इलेक्ट्रोम्याग्नेटिक फिल्डको यो फिल्ड इक्वेसनहरू भयो है माथिको इक्वेसन चाहिँ लाग्रान्जियन डिरेक्ट फिल्डको लाग्रान्जियन हो यो डिरेक्ट फिल्डको लाग्रान्जियन नै एक्ज्याक्टली चाहिँ हामीले अहिले एक्सप्लेन गरिरहेको छौँ अब क्वान्टम इलेक्ट्रोडाइनामिक्सको लाग्रान्जियन मैले यहाँनिर लेखेँ यो फर्स्ट टू टर्म्स आर फ्रम डिराइभ फ्रम डिरेक्ट इक्वेसन यसबाट आयो यो एउटा टर्म चाहिँ केही त्यहाँनिर ड्रप गर्यो केही इन्ट्रेक्सनहरू गराइयो भने चाहिँ यो थर्ड टर्म चाहिँ यहाँनिर आएको हुन्छ र यो पोस्टुलेट्सले के भन्छ भने एडिसनल थर्ड टर्म बाहेक अन्य एडिसनल टर्महरू आउँछ नि त्यसलाई चाहिँ एक्स्ट्रा टर्महरू भन्छ एक्स्ट्रा टर्मलाई चाहिँ क्यान्सल आउट गर्नुपर्ने हुन्छ त्यो क्यान्सल आउट चाहिँ नि यो लोकल युवन गज ट्रान्सफर्मेसनले क्यान्सल आउट गर्छ है यसको इम्प्लिकेसनमा मैले के लेखेँ भने दिस पोस्टुलेट्स रिक्वायर्स द एक्जिस्टेन्स अफ इलेक्ट्रोम्याग्नेटिक फिल्ड to cancel out the extra terms that appear in the equations. The photon of the Gauss boson that mediates the electromagnetic force to enforce this local symmetry. Okay, so so third postulate is something about the interaction between light and matter without violating laws of physics. Okay. Okay, the fourth postulate is the role of coupling constant. यो अहिले त हामीले इलेक्ट्रोम्याग्नेटिक फिल्डको लागि कुराकानी गरिरहेछौँ पोस्टुलेट्स फर इलेक्ट्रो पोस्टुलेट्स अफ इलेक्ट्रो क्वान्टम इलेक्ट्रोडाइनामिक्स गरिरहेछौँ इलेक्ट्रोडाइनामिक्स तथा इलेक्ट्रोम्याग्नेटिजम बाहेक पनि अरू फोर्सेसहरू हुन्छ इलेक्ट्रोम्याग्नेटिकको फोर्सेस इलेक्ट्रोम्याग्नेटिक चाहिँ यसको कप्लिङ कन्स्ट्यान्ट हामीले रिलेटिभ कप्लिङ कन्स्ट्यान्ट निकालेको हुन्छौँ जुन तपाईँहरूलाई प्रोभाब्ली थाहा छ अल्फा भनेको फाइन स्ट्रक्चर कन्स्ट्यान्ट हो जसलाई हामी फन्डामेन्टल कन्स्ट्यान्ट फर इलेक्ट्रोम्याग्नेटिक फिल्ड भन्छौँ त्यो चाहिँ वास्तवमा इलेक्ट्रोनको अर्बिटल एङ्गुलर मोमेन्टम र इन्ट्रेन्सिक एङ्गुलर मोमेन्टम भनेको स्पिन यो दुइटाको इन्टरेक्सनले गरेर आउने हो दुइटाको इन्टरेक्सनले गरेर फाइन स्ट्रक्चर कन्स्ट्यान्ट आउँछ है यहाँ के लेखा छ द स्ट्रेन्थ अफ द इन्टरेक्सन बिट्विन द इलेक्ट्रोन फिल्ड एन्ड द फोटोन फिल्ड is described by fundamental constant that is called fine structure constant alpha which is 1 divided by 137 which is actually the ratio of mass of uh, proton to mass of electron or say the mass of electron to mass of proton if it is 1 by 137 this is dimensionless number determines the probability of any interaction occurring. So it determines the probability of any interaction occurring, whether that is scattering type or absorption type or reaction type. Okay. अरू फोर्स फिल्डको पनि कप्लिङ कन्स्ट्यान्टहरू हुने गर्छ डिफ्रेन्ट डिफ्रेन्ट कप्लिङ कन्स्ट्यान्टहरू हुने गर्छ यहाँ मैले टेबलमा देखाएँ मात्रै म एक्सप्लेन गर्दिनँ यिनीहरूको जस्तै इलेक्ट्रोम्याग्नेटिक फिल्डको 1/137 हो यो चाहिँ स्ट्रङ फिल्डको 1को रेस्पेक्टमा हो स्ट्रङ फिल्डको कप्लिङ कन्स्ट्यान्ट स्ट्रङ फिल्डलाई कपल गराउनको लागि चाहिने रिलेटिभ भ्यालुज कप्लिङ कन्स्ट्यान्ट 1 हो विक हो 10⁻⁶ ग्राभिटेसन फोर्सको कप्लिङ कन्स्ट्यान्ट एकदमै विक हुन्छ 10⁻39 so these are called the preliminary coupling constant. Okay. ओके यसको इम्प्लिकेसन्स अब यो सबैले हामीले बुझेकै हो अल्फाको भ्यालु सानो हुन्छ है
स्ट्रङ फोर्सको केसमा मात्रै वानको अर्डरमा हुन्छ, अदरवाइज इट्स भेरी भेरी स्मल. So its value is 0.007, the order of this one. So interaction is very small. So that can be small छ, त्यसैले त्यसलाई हामी पर्टर्बेसन सिरिजको अनुसारले एक्सपान्ड गर्न सक्छौँ. भनेको त्यो एउटा पर्टर्बेसन हो है. सो त्यसलाई डिस्क्राइब गर्ने थ्योरी पर्टर्बेसन थ्योरी हो भनेर यो पोस्टुलेटले एडभोकेसी गर्छ. अर्को चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा यो फिफ्थ पोस्टुलेट हो, पाथ इन्टेग्रल एन्ड प्रोभाबिलिटी एम्प्लिट्युड्स. यसलाई मैले अलिकति एक्सप्लेन गरेँ. सपोज हामीले एबाट कुनै काम एबाट अथवा हामी एबाट बीसम्म कुनै कुरा काम गर्नु छ भने ए र एबाट बीसम्म जानको लागि थुप्रै पोसिबल बाटाहरू हुन सक्छन् है. थुप्रै पोसिबल बाटोहरू हुन सक्छ. त्यसमध्ये म्याटरले चाहिँ सजिलो बाटो चुज गर्छ, लाइटले चाहिँ छिटो बाटो चुज गर्छ है. धेरै बाटोहरू हुनसक्छ. क्लासिकलले के भन्छ भने म्याटर हो भने सजिलो बाटो उसले चुज गरेर जान्छ, कुनै एउटा बाटो मात्रै उसले चुज गर्छ भन्छ है. म्याटर हो भने उम्, एउटा सपोज भने यो बाटोबाट चुज गरेर गयो भने अरू बाटोहरूको केही उपादेयता हुँदैन. द्याट्स फिनिस हुन्छ. यहाँबाट यहाँसम्म जानको लागि हरेक पोइन्टहरूमा उसले अब्जर्भेसन लिन खोज्छ, उसले डिल गर्छ, यही बाटोलाई मात्रै हेर्छ, अरू बाटोलाई उसले इरेज गर्छ. इट हेज नो एनी इम्प्याक्ट. अरू बाटोको प्रभाव चाहिँ यो बाटोमा पर्न सक्दैन, किनभने सजिलो बाटो त्यही थियो, त्यो बाटोबाट गयो है. क्वान्टम मेकानिक्सले त्यसो भन्दैन. क्वान्टम मेकानिक्सले भन्छ सपोज पोजिसन एबाट पोजिसन बीमा जाने बाटाहरू थुप्रै छन् भने हरेक बाटोको प्रोभाबिलिटी हुन्छ. कसैको प्रोभाबिलिटी हाई हुनसक्छ, धेरै बढ्ता हुनसक्छ, सजिलो बाटोको प्रोभाबिलिटी हाई होला है. कसैको कुनै बाटोको प्रोभाबिलिटी एकदमै लो. जस्तै भनौँ न यहाँबाट एबाट जाने मैले अहिले कर्सरमा जुन राखेको छु नि यस्तो घुमाएर यो बाटोको प्रोभाबिलिटी हुनसक्छ 1% अर इभन लेस देन 1% होला. कुनै बाटोको 95% प्रोभाबिलिटी होला यो स्ट्रेट बाटोको है, अथवा कुनै अर्को बाटोको पनि 95 हुनसक्छ. सबै बाटोहरूको आफ्नो आफ्नो प्रोभाबिलिटी हुन्छ. र क्वान्टम पार्टिकल जुन बाटोबाट गए पनि अथवा पार्टिकल्सहरू जुन जुन बाटोबाट गए पनि हामीले अन्य बाटोलाई इग्नोर गर्न पाइँदैन. क्लासिकल जस्तो हामीले इरेज गर्न यो बाटो मात्रै यो बाटो प्रयोग गरेर गयो, अरू अरू बाटोको मतलब छैन, त्यसलाई इरेजरले इरेज गर्दै भन्न पाइँदैन. सबै बाटोको एकाउन्टेबिलिटी हुनुपर्छ. त्यसैले यो सबै पाथहरूको इन्टेग्रल, यो पाथहरूलाई इन्ट्रिगेट गर्नुपर्छ, पाथहरूको एकाउन्टेबिलिटी हामीले स्टडी गर्नुपर्छ. त्यस पछाडि मात्रै हामीले प्रोभाबिलिटी एम्प्लिच्युड द भ्यालुज क्यालकुलेट गर्नुपर्छ. दिस इज पाथ इन्टेग्रल फर्मुलेसन. दिस इज एक्सट्रिमली इम्पोर्टेन्ट. त्यही कुरा यहाँ लेखिएको छ. मैले पढिनँ, एउटा सेन्टेन्स मात्रै पढेँ. द प्रोभाबिलिटी फर एनी इभेन्ट is calculated by summing the probability amplitudes of all possible ways the event could happen. जता जताबाट जान सक्ने सम्भावनाहरू छन् ती सबै सम्भावनाहरूको सम गरेर मात्रै प्रोबाबिलिटी एम्प्लिट्युड निकाल्नु. This includes all possible paths and particles could take, and even includes seemingly absurd paths where virtual particles briefly pop into and out of existence. सबै पोसिबल पाथहरूको एकाउन्टेबिलिटी हामीले त्यसलाई सम गरेर प्रोभाबिलिटी एम्प्लिट्युड निकाल्नु भयो. ओके. सो यो कसरी गर्ने भन्ने कुरा चाहिँ हामी यो यस्तो सबै निकाल्ने कुरा चाहिँ हामी फेनम्यान डायग्राम क्यालकुलेसनबाट गर्ने गर्छौँ है. पोस्टुलेट्समा यति मात्रै भनौँ. र फेनम्यान डायग्राममा पार्टिकलहरू कताबाट हिँड्छ, हिँड्ने बाटोहरूमा उसको मोमेन्टम, अभियसली पार्टिकलको मोमेन्टम हुन्छ, कहाँ गएर इन्ट्रेक्ट गर्छ, इन्ट्रेक्ट गरेपछि उसको इन्टरनल मोमेन्टमहरू पनि म्यानिफेस्ट गर्छ, जसले गर्दा पार्टिकलको इन्ट्रेक्सन पछाडि त्यसको स्वरूपहरू चेन्ज हुन्छ. न्यू पार्टिकल न्यू पाथमा जान थाल्छ. र हरेक इन्टरेक्सन हुने रिजिमहरूमा चाहिँ हामीले केही काम गर्नुपर्ने हुन्छ, भनेको जस्तै इनर्जी मोमेन्टम कन्जर्भेसन भ्यालिड गराउनु पर्ने हुन्छ, एक्स्ट्रा एक्स्ट्रा कुराहरू गर्नुपर्ने हुन्छ है. धेरै पाथ हुँदा धेरै समस्याहरू हुने भयो. कुनै अलिकति सम्भावना मात्रै भएको पाथ पनि इन्क्लुड गर्दाखेरि त्यसले पनि
केही म्याथमेटिक्स खोज्छ है, त्यसैले यो त्यस्ता म्याथमेटिक्सहरू खोज्दाखेरि धेरै इन्टरेक्सनहरू भएको छ भने धेरै इन्फाइनाइट सिरिजहरू आउने गर्छ है। अब लास्टमा पुगेँ रिनर्मलाइजेसनमा, धेरै खालको इन्फाइनाइट सिरिजहरू आउने गर्छ र त्यो इन्फाइनाइट सिरिज चाहिँ मैले प्रोभाब्ली एउटा फेनम्यान डायग्राम राखेको छु। सपोज भनौँ यहाँनिर यो पार्टिकल हो, सलिड लाइन भनेको पार्टिकल हो, वेभी लाइन भनेको चाहिँ इन्टरेक्सन हो, यो भनेको बोजोन हो, इन्टरेक्टिङ पार्टिकल हो, दिस इज द रियल पार्टिकल। लाइटको डिरेक्सनमा, टाइमको डिरेक्सनमा एरो छ भने पार्टिकल हो, त्यसको एन्टी डिरेक्सनमा छ भने एन्टी पार्टिकल हो। यो रिप्रेजेन्टेसनको वेजहरू हुन्। यो डट भनेको चाहिँ इन्टरेक्सन हो, यहाँनिर इन्टरेक्सन हुन्छ भनेको पार्टिकलहरू यी जुझ्छन्, पार्टिकल इनर्जीमा कन्भर्ट हुन सक्छ, इनर्जी पार्टिकलमा कन्भर्ट हुन सक्छ, अथवा पार्टिकल पार्सियल इनर्जीमा कन्भर्ट हुने र अरू। त्यसैले यो चाहिँ सलिड लाइनमा चाहिँ मोमेन्टाहरू हुन्छ, इन्टरेक्सन भइसकेपछि इन्टरनल लाइन्समा जान्छ है। यहाँ पनि सलिड लाइनमा मोमेन्टाहरू हुन्छ, इनगोइङ पार्टिकल, आउटगोइङ पार्टिकल एक्सेट्रा कुराहरू हुन्छ। यसरी हरेक भर्टेक्समा यो इन्ट्रेक्सन भएको ठाउँमा चाहिँ केही कुरा कन्जर्भेसन गराउनु पर्ने हुन्छ, फोर मोमेन्टम कन्जर्भेसन गराउनु पर्ने हुन्छ। यो सबै फोर डाइमेन्सनल स्पेस टाइममा हुन्छ है। यो सबै फोर भेक्टरमा रिप्रेजेन्ट गरिन्छ यो फेनम्यान डायग्रामको अथवा कुनै इन्टरेक्सनको लग्रान्जियन निकाल्दाखेरि। यसको मतलब के हुन्छ भने हरेक भर्टेक्सहरूमा त्यसको इनर्जी मोमेन्टम कन्जर्भ गराउँदाखेरि एक खालको सिरिज हाम्रो म्याथमेटिकल फर्ममा सिरिज आउँछ, त्यो सिरिज इन्फिनिटीसम्म जान्छ, सेभरल इन्फिनिटिजहरू त्यहाँनिर रहन्छ। र इन्फिनिटिजहरू धेरै रह्यो भने हामीले एप्रोक्सिमेट गरेर लिनुपर्ने हो। त्यसरी एप्रोक्सिमेट नगर्ने एउटा तरिका छ, इन्फिनिटिजहरूलाई इरेज गरिदिने, तिनीहरूलाई चाहिँ झाडु लगाइदिने, त्यो तरिकालाई हामी भन्छौँ रिनर्मलाइजेसन भन्छौँ है। के लेखिएको छ भने अर्ली क्यालकुलेसन्स इन क्युइडी रिजल्टेड इन इन्फाइनाइट nonsensical answers for quantities like electrons, mass, and charge. Renormalization is the process that systematically removes these infinities by redefining or renormalizing the parameters of the theory to match their measured finite values. यसरी रिनर्मलाइजेसन भनेको एक खालको द आर्ट अफ इरेजिङ इन्फिनिटी, आर्ट अफ इरेजिङ इन्फिनिटी। यसरी हामीले इन्टरेक्सन भइरहेको लेयरहरूबाट त्यहाँनिर उम्रेका थुप्रै इन्फिनिटीलाई झाडु लगाएर हटाइदिने टेक्निक चाहिँ रिनर्मलाइजेसन। यसरी हामीले छवटा पोस्टुलेट्सको कुराकानी गऱ्यौँ। अब यसलाई मैले यहाँ क्लासिकल इलेक्ट्रोडाइनामिक्स र क्वान्टम इलेक्ट्रोडाइनामिक्सको डिफरेन्स यहाँ यो टेबलमा यसरी राखेँ यो सम गर्नको लागि। क्लासिकल इलेक्ट्रोडाइनामिक्स यो कलममा छ, जस्तै नेचर अफ लाइट हामीलाई थाहा छ कन्टिन्युस इलेक्ट्रोम्याग्नेटिक वेभ हो। यहाँनिर के भन्छ भने नेचर अफ लाइट चाहिँ स्ट्रिम अफ फोटोन्स, क्वान्टाइज पार्टिकल, इनर्जी इज ट्रान्सफर्म इन डिस्क्रिट प्याकेट, यसले भन्छ डिस्क्रिट हो। नेचर अफ म्याटर, म्याटरलाई यसले भन्छ चार्ज पार्टिकलहरू म्याटरहरू हुन्, र चार्ज पार्टिकलहरूलाई डिल गर्दाखेरि कन्टिन्युस चार्ज डिस्ट्रिब्युसन हुन डिल गर्छ यसले, किनभने फिल्ड नै कन्टिन्युस छ, चार्ज डिस्ट्रिब्युसन भने यसले कन्टिन्युस भन्छ, तर यसले त्यस्तो भन्दैन। यसले भन्छ त्यो फिल्डको एक्साइटेसनहरू चाहिँ म्याटरहरू हो भन्छ। इलेक्ट्रोन्स आर क्वान्टा अफ डिरेक्ट फिल्ड described by probability waves. This is very beautiful sentence. Electrons are quanta of the direct field described by probability waves. त्यस्तै अरू डिफरेन्सेसहरू जस्तै इन्टरेक्सन मेकानिजम, लरेन्स फोर्सको थ्रुबाट इलेक्ट्रोनले फिल्डसँग इन्टरेक्ट गर्छ। यहाँ चाहिँ क्वान्टम इलेक्ट्रोडाइनामिक्समा चाहिँ भर्चुअल फोटोनले चाहिँ इन्टरेक्टिङ पार्टिकल हो। भर्चुअल फोटोन भनेको मेसेन्जर फोटोनले इन्टरेक्ट गर्छ। यसलाई मैले अहिले डिटेलमा एक्सप्लेन गरिनँ। त्यस्तै हामीले अगाडि फर्स्ट स्लाइडमै भनेको थियौँ नि न्युटन्स क्लक वर्क भर्सेस फेनम्यान्स क्यासिनो, त्यो भनेको चाहिँ यो फोर्थ डिफरेन्समा आउँछ, डेटर्मिनिस्टिक भर्सेस प्रोभाबिलिटी। क्लासिकल इलेक्ट्रोडाइनामिक्स फुल्ली डेटर्मिनिस्टिक हो भने क्वान्टम इलेक्ट्रोडाइनामिक्स इनहेरेन्टली प्रोभाबिलिस्टिक हो। ओके, भ्याक्युमलाई डिफाइन गरेको चाहिँ क्लासिकल इलेक्ट्रोडाइनामिक्स र क्वान्टममा फरक छ। क्लासिकलले भन्छ द्याट्स एम्प्टी स्पेस भन्छ, द भ्याक्युम इज ट्रुली एम्प्टी, अ फिल्ड
ह्याज अ भ्यालु अफ जिरो, केही पनि नभएको कुरालाई यसले भ्याकुम भन्छ। यसले के भन्छ, त्यसो होइन, त्यहाँ कुराहरू हुन्छन्। त्यसलाई हामी डाइनामिक फोम भनेर भन्छौँ। एक खालको फोम हुन्छ, एक खालको फिज हुन्छ। दि भ्याक्युम इज अलाइभ विथ भर्चुअल पार्टिकल, एन्टी पार्टिकल पेयर्स, पार्टिकल एन्टी पार्टिकलको पेयरहरूले बनेको फिल्ड हो, त्यो फोम हो त्यो। यस्तो खालको कुरा गर्छ यसले। त्यसै प्रिसिजन लेभलको कुराकानी, इट्स अ भेरी भेरी इम्पोर्टेन्ट डिफरेन्स बिट्विन क्लासिकल, इम्पोर्टेन्ट डिफरेन्सेस बिट्विन क्लासिकल एन्ड क्वान्टम इलेक्ट्रोडाइनामिक्स। प्रिसिजन, यसले म्याक्रोस्कोपिक स्केलमा कुराकानी गर्छ भने यसले चाहिँ मोस्ट एकुरेट फिजिकल थ्योरी एभर डिभाइस भनेर भनिन्छ क्वान्टम इलेक्ट्रोडाइनामिक्सलाई। यसको प्रिसिजन यति हाई छ कि यसको एक्सपेरिमेन्टल रिजल्ट 1 पार्ट इन अ ट्रिलियन, त्यो लेभलसम्म चाहिँ यसको पर्फेक्सन छ है। लास्ट, यसको म्याथमेटिकल फ्रेमवर्क क्लासिकल इलेक्ट्रोडाइनामिक्सको चाहिँ पार्सियल डिफरेन्सियल इक्वेसनबाट आउँछ। जस्तो तपाईँहरूलाई थाहा छ, म्याक्सवेल इक्वेसन्स, पार्सियल डिफरेन्सियल इक्वेसन्स को डिफ्रेन्ट फर्ममा लेख्न सकिन्छ। लरेन्स फोर्स ल पनि त्यसै गरी लेख्न सकिन्छ। यो चाहिँ क्वान्टम इलेक्ट्रोडाइनामिक्सको म्याथमेटिकल फ्रेमवर्क छ, क्वान्टम फिल्ड थ्योरी हो। द्याट्स अ डिरेक्ट इक्वेसन अर डिरेक्ट थ्योरी। यसको हामीले डिटेलमा जाने हो भने यसको अपरेटर अल्जेब्रा अथवा लरेन्ज अल्जेब्रा, यो दुइटै कुरा हामीलाई चाहिन्छ इन एडिसन टु फेनम्यान डायग्राम क्यालकुलेसन एन्ड द कन्सेप्ट अफ पाथ इन्टेग्रल to calculate Lagrangian density. Okay, so these are the major differences between classical electrodynamics and quantum electrodynamics. Okay, okay, thank you. आज हामीले क्वान्टम इलेक्ट्रोडाइनामिक्सको पोस्टुलेट्सहरू छलफल गऱ्यौँ। मुख्यतः हामीले क्वान्टम फिल्ड भनेको कस्तो खालको हो, क्लासिकल फिल्ड कस्तो खालको हो, क्वान्टम फिल्डमा म्याटरले इन्टरेक्ट कसरी गर्छ, इन्टरेक्ट गरिसकेपछि त्यसको बिहेभियरलाई, त्यसको त्यसले पार्ने असरहरूलाई बुझ्नको लागि फन्डामेन्टल फ्रेमवर्क कस्तो खालको बनाइएको छ, त्यसलाई हामीले रिनर्मलाइजेसन्स पढ्यौँ अथवा सुन्यौँ अथवा छलफल गऱ्यौँ। दुईटा इम्पोर्टेन्ट कुरा थियो। एउटा थियो लोकल युवन गज गज ट्रान्सफर्मेसन, द्याट इज फर इलेक्ट्रोम्याग्नेटिक वेभ। अर्को कुरा थियो रिनर्मलाइजेसन। यो दुइटा कन्सेप्ट चाहिँ नयाँ कन्सेप्ट हो। यसलाई अरू पनि डिफ्रेन्ट केसमा हामी छलफल गर्छौँ फिजिक्समा। पछि अझै क्लियर, अझै हुँदै जाला।